रिसेन्टली म र मेरो फ्रेन्ड मिलेर इन्टरनेसनल कस्टमरहरूलाई टार्गेट गरौँ भनेर एउटा बिजनेस स्टार्ट गऱ्यौँ। सबै कुरा सर्ट आउट थियो, वेबसाइट पनि रेडी भइसकेको थियो, प्रडक्टहरू पनि सबै फाइनलाइज भइसकेको थियो, मार्केटिङ प्लान पनि सबै सेट थियो। तर अनफर्चुनेटली हामीलाई त्यो बिजनेस ड्रप गर्नु पऱ्यो। त्यही किनभने चाहिँ हामीले बाहिरबाट पेमेन्ट रिसिभ गर्ने सुइटेबल र ट्रस्टेड मेथड नै भेटाएनौँ। र तपाईँले पनि कहिले न कहिले यो प्रब्लम फेस गर्नुभयो होला। मलाई यो इन्टरनेसनल पेमेन्ट रिलेटेड चाहिँ क्वेरिजहरू डिएममा मेसेजमा एकदम आइरहेको हुन्छ। त्यही भएर चाहिँ यो भिडियोमा हामी डिस्कस गर्नेछौँ नेपालमा एभाइलेबल भएको इन्टरनेसनल पेमेन्ट सिस्टम्सहरू जुन युज गरेर हामी मनी बाहिर सेन्ड पनि गर्न सक्छौँ र बाहिरको मनी भित्र नेपालमा पनि रिसिभ गर्न सक्छौँ। भिडियो चाहिँ स्टार्टदेखि एन्डसम्म हेर्नु होला। इन्टरनेसनल पेमेन्ट सिस्टम सम्बन्धी तपाईँको सबै क्वेरी सल्भ हुनेछ। नाउ लेट्स गेट स्टार्टेड। यो सेक्सनमा चाहिँ हामी कुरा गरौँ नेपालबाट इन्टरनेसनली पैसा चाहिँ कसरी सेन्ड गर्न सकिन्छ। बेसिकली यसको दुईवटा मेथड छ। फर्स्ट भनेको इकम कार्ड हो। अब ब्याङ्कले प्रोभाइड गर्ने यो इकम कार्ड जसलाई चाहिँ डलर कार्ड पनि भनिन्छ अथवा कतै कतै भर्चुअल कार्ड पनि भन्छन्। ब्याङ्कहरूले यो दुईटा मध्ये एउटा फर्ममा हामीलाई दिने गर्छ, आइदर फिजिकल अथवा फेरि भर्चुअल। फिजिकलमा चाहिँ एउटा कार्ड नै प्रोभाइड गर्छ जसमा चाहिँ डिटेल्सहरू हुन्छ र भर्चुअलमा चाहिँ हजुरको बेसिकली मेलमा चाहिँ डिटेल्सहरू आउँछ। अब यसको इयरली लिमिट भनेको $500 मात्रै हुन्छ। अब यति मात्रै किन हुन्छ भन्दा नेपाल राष्ट्रिय ब्याङ्कले चाहिँ एउटा रुल नै सेट गरिदिएको छ। अब रिजन दिएको छ डलर रिजर्भ चाहिँ मेन्टेन गर्नलाई र इकोनोमिक स्टेबिलिटी बनाउनलाई। र यो युज गरेर अनलाइन सब्सक्रिप्सनहरू पर्चेस गर्न मिल्यो, अनलाइन सपिङहरू गर्न मिल्यो, टुल्सहरू किन मिल्यो, सफ्टवेयर टुल्सहरू र एड प्लेटफर्महरूमा बुस्टिङ लगाउन नि मिल्छ। र हाम्रो सेकेन्ड अप्सन भनेको ट्राभल कार्ड। अब नामबाटै थाहा पाउनु भयो होला यो इन्टरनेसनली ट्राभल गर्दै हुनुहुन्छ भने तपाईँले कार्ड पाउनुहुन्छ। सेम इकम कार्ड जस्तै नै हो। भ्यालिडिटी चाहिँ 5 इयर्सको हुन्छ र टपअप गर्ने लिमिट भनेको $500 देखि $5,000 सम्म हुन्छ। तर ब्याङ्क अनुसार पनि भ्यारी गर्न सक्छ। अब मोटामोटी हेर्ने हो भने चाहिँ पैसा बाहिर सेन्ड गर्नको लागि दुईवटा मेथड मात्रै छ। फर्स्ट भनेको इकम कार्ड भएको, सेकेन्ड भनेको ट्राभल कार्ड भएको। अब ट्राभल कार्ड चाहिँ सबैसँग हुँदैन, बाहिर ट्राभल गर्ने हुनेहरूले मात्रै लिन्छन्। त्यही भएर हामी इकम कार्डमा फोकस गरौँ है त। अब इकम कार्डको एडभान्टेजेस भन्ने हो भने चाहिँ अब एडभान्टेजेस त के भन्ने $500 मात्रै छ। अब यो कार्ड हुनु नै एडभान्टेज मानौँ। फर्स्ट कुरा चाहिँ किनभने अलि वर्ष अगाडि चाहिँ यो कार्ड पनि थिएन, भर्खर रिसेन्टली 4-5 इयर्स भएको छ। अब डिसएडभान्टेजको कुरा गर्नुहुन्छ भने फर्स्ट भनेको यसको लिमिटेसन नै डिसएडभान्टेज हो। अब $500 मा केही पनि हुँदैन। फर इक्जाम्पल तपाईँको एउटा सानो बिजनेस छ र यसलाई ग्लोबल्ली मार्केटिङ गर्न चाहनुहुन्छ भने यो बुस्टिङ गर्दाखेरि $500 तपाईँको 1 मन्थमै इन्भेस्ट हुन्छ। र अर्को इक्जाम्पल तपाईँ एउटा डिजिटल मार्केटर हो, अब बुस्टिङको लागि चाहिँ तपाईँ प्र्याक्टिस गर्दै हुनुहुन्छ भने $500 पनि तपाईँलाई पुग्दैन। र सेकेन्ड कन्स भनेको यसको चाहिँ कार्ड डिक्लाइन हो। अब 80-90% अफ द टाइम चाहिँ यो कार्ड जहाँ पनि एसेट भइरहेको हुन्छ, चलिरहेको हुन्छ। तर सम अफ द केसमा चाहिँ यो कार्डहरू डिक्लाइन भइरहेको हुन्छ। जस्तो मैसँग यो पर्सनल्ली भएको थियो। मैले रिसेन्टली चाहिँ डिजिटल ओसनबाट वेबसाइटको लागि होस्टिङ किन्न लागेको थिएँ र मेरो सानीमाको इकम कार्ड चाहिँ डिक्लाइन मात्र भन्यो। पछि मैले साथीको पेयोनियर कार्ड मागेर एप्लाई गर्दापछि बल्ल सल्भ भयो। र यस्तो केसेसहरू तपाईँसँग हुनसक्छ। र यही नै थियो हाम्रो बाहिर सेन्ड गर्ने मेथडहरू। तर अब यसको अल्टरनेटिभमा कुरा गर्नुहुन्छ भने एजेन्सीहरू युज गरेर बाहिरको फ्यामिली फ्रेन्ड्सहरूको जो बाहिर बसिरहेको छ उहाँहरूको कार्ड युज गरेर पनि गर्न मिल्छ। अहिलेसम्म हामीले कुरा गऱ्यौँ पेमेन्ट बाहिर कसरी पठाउने। तर अब इन्टरनेसनलबाट पेमेन्ट कसरी रिसिभ गर्ने त त्यसको लागि फर्स्ट मेथड भनेको स्विफ्ट हो, जसलाई चाहिँ ब्याङ्क ट्रान्सफर पनि भनिन्छ। यसमा चाहिँ तपाईँलाई क्लाइन्टले डाइरेक्टली तपाईँको लोकल ब्याङ्कमा नै पैसा सेन्ड गरिदिन्छ युजिङ स्विफ्ट कोड। प्रत्येक ब्याङ्कको आफ्नो स्विफ्ट कोड हुन्छ र त्यो आएको पैसा चाहिँ तपाईँको ब्याङ्कले नेपाली रुपिजमा कन्भर्ट गरिदिन्छ र त्यहाँबाट तपाईँले डाइरेक्टली पैसा विथड्र गर्न मिल्छ। यसको एडभान्टेजको कुरा गर्ने भने चाहिँ फर्स्ट यो 100% लिगल हो र त्यसपछि यो एनआरबीबाट पनि एप्रुभ भएको। अब यसको प्रब्लमको कुरा गर्ने भने चाहिँ फर्स्ट प्रब्लम भनेको यो हाई ट्रान्सफर चार्ज र हाई विथड्रल चार्ज। र सेकेन्ड प्रब्लम भनेको चाहिँ यो डिले चाहिँ एकदम धेरै डिले हुन्छ। यसमा 2 दिनदेखि 7 दिनसम्म पनि लाग्न सक्छ पैसा तपाईँको आउन। र थर्ड प्रब्लम भनेको यो बिगनर फ्रेन्डली हुँदैन। किन भन्दाखेरि चाहिँ स्मल एमाउन्ट तपाईँले रिसिभ गर्नुभयो। फर इक्जाम्पल तपाईँ एउटा स्मल फ्रिलेन्सर हो, तपाईँको $10-20 तपाईँलाई लिन छ। अब $10-20 यो स्विफ्ट मेथडबाट तपाईँले रिसिभ गर्नुभयो भने तपाईँसँग आउँदा एकदम थोरै एमाउन्ट बच्छ। त्यही भएर चाहिँ यो स्मल भन्दा नि यो बिग ट्रान्जेक्सनको लागि चाहिँ यो मेथड राम्रो छ। सेकेन्ड मेथड भनेको हाम्रो पेयोनियर हो। अब पेयोनियर चाहिँ नेपालमा वान अफ द मोस्ट लभड प्लेटफर्म हो पेमेन्टहरू रिसिभ गर्नको लागि। किनभने चाहिँ अरू कुनै यस्तो इजी र सुइटेबल मेथड नै छैन। त्यही भएर पेयोनियर चाहिँ अलिक पपुलर छ। यो भनेको चाहिँ क्रस बोर्डर पेमेन्ट प्लेटफर्म हो।
पेयोनियरले चाहिँ के गर्छ भन्दाखेरि पेयोनियर एकाउन्टमा तपाईँलाई एउटा भर्चुअल एकाउन्ट क्रिएट गरिदिन्छ। फर इक्जाम्पल युएसमा बसेको एउटा क्लाइन्टले तपाईँलाई अब पैसा पठाउनु पऱ्यो भने उसले चाहिँ तपाईँको पेयोनियर एकाउन्टमा पहिला पैसा पठाउँछ। त्यो चाहिँ पेयोनियर एकाउन्टमा भएको भर्चुअल एकाउन्टमा त्यो पैसा आउँछ। त्यसपछि चाहिँ तपाईँले के गर्ने भन्दाखेरि पेयोनियर एकाउन्टमा आफ्नो नेपाली ब्याङ्क लिङ्क गर्ने, जुन चाहिँ इजिली लिङ्क भइहाल्छ। त्यहाँबाट तपाईँले सिधै आफ्नो नेपाली ब्याङ्कमा विथड्र गर्न पाउनुभयो। यसको एडभान्टेजेसहरू चाहिँ एकदमै धेरै छ है। फर्स्ट भनेको इजी रिसिभ गर्न मिल्यो। सेकेन्ड भनेको चाहिँ तपाईँको करेन्सीहरू जुन पनि करेन्सीमा कन्भर्ट गर्न मिल्यो। अनि थर्ड भनेको नेपाली लोकल ब्याङ्क्सहरू चाहिँ इजिली तपाईँको लिङ्क भइहाल्छ। यो चाहिँ एकदम ठुलो कुरा नै हो नेपाली ब्याङ्कहरू लिङ्क हुनु भनेको। र फोर्थ भनेको यसले फिजिकल कार्ड पनि प्रोभाइड गर्छ र मैले पनि पेयोनियरको फिजिकल कार्ड लिएको छु। अब प्रब्लमको कुरा गर्ने भने फर्स्ट मेजर प्रब्लम भनेको तपाईँको पेमेन्टहरू एकदमै होल्ड हुने केसेसहरू चाहिँ एकदमै धेरै छ यसमा चाहिँ है। मेरो पनि $200 जति चाहिँ होल्ड भएको छ। र सेकेन्ड प्रब्लम भनेको चाहिँ एकाउन्ट सस्पेन्ड हुने रेट पनि एकदमै धेरै छ। एकाउन्ट ब्यान्डहरू हुन्छ, सस्पिसियस एक्टिभिटिजहरू डिटेक्ट गर्यो भने चाहिँ झ्याप्पै एकाउन्टै ब्यान्ड गरिदिन्छ। र थर्ड प्रब्लम भनेको चाहिँ विथड्र चार्जहरू। विथड्र चार्ज भन्दा पनि बेसिकली चार्जेसहरू चाहिँ यसमा एकदमै धेरै छ। मेन्टेनेन्स चार्ज भनेर कति यो 25 हो कि $30 काटिरहेको हुन्छ। करेन्सी कन्भर्ट चार्ज भनेर थोरै काटिरहेको हुन्छ कति पर्सेन्टमा। विथड्र चार्ज भएको यस्तो चार्जेसहरू चाहिँ तपाईँले पे गर्नुपर्छ। अब यति प्रब्लम हुँदै पनि पेयोनियर वान अफ द बेस्ट प्लेटफर्म हो अहिले रिसिभ गर्नको लागि। म पनि इन्करेज के गर्छु भन्दाखेरि तपाईँलाई एकचोटि एक्सप्लोर गर्नु पेयोनियर खोलेर। तर अब यति हुँदै पनि 100% चाहिँ यस्तो प्लेटफर्मलाई चाहिँ ट्रस्ट नगर्नु होला। किन भन्दाखेरि अब एउटा केस मसँग के भएको थियो भन्दाखेरि मैले भनिहालेँ मेरो $200 होल्ड भएको थियो। त्यसपछि चाहिँ मैले कति कन्ट्याक्ट गर्न खोजेँ, सपोर्टमा कन्ट्याक्ट गर्न खोजेँ, इमेल गरेँ, कल गरेँ। यति हुँदा पनि मेरो प्रब्लम सल्भ भएन। इभेन्चुअली चाहिँ एकाउन्ट भन्दा नि त्यो USD एकाउन्ट चाहिँ त्यो ब्यान्ड नै भइगयो। अब तपाईँको मनमा क्वेसन आयो होला पेपाल मैले किन इन्क्लुड गरेन। फर्स्ट कुरा चाहिँ पेपाल नेपालमा लिगल नै छैन। यसमा पैसा रिसिभ गर्न सेन्ड गर्न चाहिँ त्यति सजिलो छैन। मेरो एउटा इन्सिडेन्ट भन्छु है तपाईँलाई। रिसेन्टली चाहिँ मैले पेपाल चाहिँ एउटा मिडल म्यानको थ्रु चाहिँ खोलेको थिएँ इलिगल्ली। अलि दिन चाहिँ राम्रोसँग चल्यो, 1 विक जति चाहिँ एकदम राम्रोसँग चल्यो। मैले ट्रान्जेक्सनहरू पनि मजाले गरेँ। तर त्यसको अलि दिनपछि चाहिँ मेरो एकाउन्ट नै ब्यान्ड भयो र त्यसमा भएको पैसाहरू चाहिँ सबै गयो। तपाईँसँग पनि यो यदि पेपाल एकाउन्ट खोल्नुभएको छ भने ग्यारेन्टी नै तपाईँको ब्यान्ड हुन्छ अलि पछि। त्यही भएर चाहिँ ठुलो एमाउन्टहरू यो पेपालमा इलिगली खोलेर चाहिँ ट्रान्जेक्सन नगर्नु होला। इनकेस पछि फ्युचरमा नेपालमा पेपाल चाहिँ लिगल्ली आयो भने चाहिँ त्यसपछि युज गर्दा एकदमै सजिलो। त्यो आयो भने त तपाईँको पेमेन्ट रिसिभ गर्ने, पेमेन्ट सेन्ड गर्ने सबै प्रब्लमहरू सल्भ हुन्छ। तर अहिलेको वाला चाहिँ एक्जिस्टिङ मेथडहरू युज गर्नुहोस्। पेमेन्ट रिसिभको वाला चाहिँ पेयोनियर चाहिँ एक्सप्लोर गर्नुहोस्। राम्रो तरिकाले चाहिँ त्यसलाई युज गर्यो भने चाहिँ बेनिफिट नै छ। त्यही हो, हल्का चार्जेसहरू चाहिँ तिर्नुपर्छ, त्यति हो। आई होप आजको भिडियोले तपाईँको इन्टरनेसनल पेमेन्ट रिलेटेड हल्का भयो भने क्वेरी क्लियर गर्यो होला। भिडियो इन्फर्मेटिभ लाग्यो भने सब्सक्राइब गरिदिनु होला। टिल देन बाई बाई।